इभिनिङ एभ्रिवान। आज चाहिँ म आफ्नो स्याटरडे स्पेन्ड गर्न एउटा पार्क घुम्न आएको छु। पार्क पनि देखाउने छु तपाईँलाई। यो पार्क खासमा तपाईँको यो मेरो गाउँ नजिकै बिन्दवासनी छ नि, बिन्दवासनी लिएर आएको छिरौँ अब यो पार्कमा। भित्र के छ कसो छ हेरौँ। यो पार्कको भ्यू अनि पार्कको पुरै इन्भाइरोमेन्ट म देखाउने छु। सो आउनुहोस् म सँगै हेरौँ कस्तो छ यो पार्क। मलाई धेरै खुसी लाग्छ यो पार्कमा आएर। यसमा धेरै भेराइटीका फुलहरू, सागसब्जीहरू अनि भेजिटेबल्सहरू, यसमा गाई पालन पनि गरिएको छ। हेर्न सक्नुहुन्छ तपाईँ यहाँ कसरी हेर्न सक्नुहुन्छ। यसमा गाई पालन पनि गरिएको छ। जय हो गौमाता। सो अब जाम अब पार्कको टुर गर्न। अब हेर्न सक्नुहुन्छ यहाँ पार्कमा छिर्ने बित्तिकै यहाँ तपाईँहरू डिफ्रेन्ट फुलहरू हेर्न सक्नुहुन्छ। फुलको खासै मलाई नाम थाहा भएन, तर राम्रो फुलिएको छ यो फुलहरू। यहाँ नारियलको रुख पनि छ। यहाँ हेर्न सक्नुहुन्छ फुलहरू तपाईँ। राम्रो छ। मलाई त अति नै खुसी लाग्छ यो पार्कमा आएर। पार्क एकदम भ्यू, पिस, इन्भाइरोमेन्ट दामी। आई लभ दिस पार्क। ओ यहाँ रोज पनि तपाईँ देख्न सक्नुहुन्छ। यहाँ रोजको फुल पनि छ, दामी छ। ल रोजको साथमा मेरो एउटा फोटो पनि आइहालोस्। या नाइस। अझै कुराहरू पनि छ भित्र। अझै छिरौँ। सबै फुलहरू, काउलीहरू हैन। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। यहाँ पनि फुल रहेछ। यो व्हाइट रोज पनि छ, व्हाइट रोज पनि छ। हेर्नुहोस् पुरै फुल अनि ग्रिनी। स्याटरडे मेरो राम्रो भयो आज। म एकदम फ्रेस भएर अनि एकदम माइन्डलाई चिल गर्न निस्केको थिएँ। अनि स्याटरडे राम्रो भयो। यो ठाउँ मलाई याद आयो अनि यो ठाउँमा घुम्न आइदिएँ। सो आउनुहोस् अझै के छ हेरौँ। यसमा हेर्न सक्नुहुन्छ यो पनि रोज हो, पिङ्क रोज हो। यता ब्रो काउलीको बिरुवाहरू लागेका छन्। ब्रो काउली, बन्दाकोपी पनि छ यता। अरू भित्र धेरै छ। त्यहाँ बनानाको बोट पनि छ। मलाई पनि लाइफमा यस्तो एउटा पार्क, पर्सनल पार्क बनाउन मन छ। यहाँ एउटा कटेज छ, त्यसमा पनि जाने। पहिले यो हेरौँ। निकै राम्रो। आई लभ दिस। हेर्नुहोस् कतिको ग्रिनी छ यसमा। ओ नाइस। आई लभ दिस। सो यो फुलहरू तपाईँ देख्न सक्नुहुन्छ। यो गुलाबको फुल हो मेरो पछाडि। यो गुलाबको फुल हो, दामी राम्रो फुलेको छ। जाने बेलामा एउटा म टिप्ने छु यसबाट पनि। आफ्नो साथीलाई गिफ्ट दिन्छु। राम्रो फुल छ, हेर्न सक्नुहुन्छ। यहाँ अर्को फुल पनि रहेछ। राम्रो लागिरहेछ। म खुसी छु एकदम। यहाँ यता हेर्न सक्नुहुन्छ। यता पनि फुल छ। उहाँ मालीजी काम गर्दै हुनुहुन्छ। उहाँ चाहिँ यो पार्कको रेखदेख गर्नुहुन्छ। उहाँ आफ्नै चिनेको व्यक्ति हुनुहुन्छ। उहाँको नाम चाहिँ महन्तजी हो। उहाँ मेरो गाउँ नजिकैकै हुनुहुन्छ। राम्रो मान्छे, एकदम राम्रो दिलको सोझो मान्छे हुनुहुन्छ। यता फुल देख्न सक्नुहुन्छ तपाईँ। नाम मलाई खासै थाहा भएन। तपाईँलाई यो फुलको नाम थाहा छ भने मलाई भन्नुहोला कमेन्टमा। यता अझै रुखहरू पनि छ। आँपको रुख छ। आँपको रुख मेरो पछाडि हेर्न सक्नुहुन्छ। आँपको रुख छ। अनि यो पार्कमा पानी दिनलाई पनि व्यवस्था गरिएको छ। यहाँ पानीको पम्पको, मोटरको सबैको व्यवस्था छ। यो सिँचाइ गर्नलाई पनि यहाँ थुप्रै हल कुदारहरू सबै छ। यहाँ सानो एउटा बेड आराम गर्ने पनि छ। यो एउटा छाउमा बस्नलाई बनाइएको एउटा कुटी जस्तो छ। बाहिरबाट देखाउँछु। राम्रो छ। हेर्नुहोस् पुरै पार्कको भ्यू हेर्नुहोस् कति दामी छ। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। एउटा फुसको घर बनिएको छ। त अझै अगाडि बढौँ, हेरौँ के छ। अब अगाडि बढ्दै अनि यो बिचमा एउटा यो गोला जस्तो यो पनि एउटा डेकोरेसनको लागि बनिएको छ। हेर्नुहोस् यो पछि फुलेपछि अझै राम्रो देख्छ। अझै भित्र जाऊँ के छ। यो मेरो पछाडि एउटा परालको घर छ, दामी घर छ। यसमा पनि बस्न मिल्ने छ। भित्रको अलिलुकासम्म देखाइदिन्छु। हेर्नुहोस् पहिल्यै घर कति ट्रेडिसनल, कति दामी।
यसमा तपाईँ हेर्न सक्नुहुन्छ। यसमा आगो ताप्ने व्यवस्था पनि छ, माथि पनि छ, यहाँ भर्याङ छ, तलबाट माथि चढेर जाने होइन। माथि पनि म चढ्छु, केही छैन। कारको ओनर चाहिँ राम्रो व्यक्ति हुनुहुन्छ, हेर्न सक्नुहुन्छ माथि कस्तो लुक छ होइन। ओ ब्युटिफुल। यसमा कोही बस्नुहुन्न। अङ्कल चाहिँ हेरिराख्नु भएछ के गर्दैछ केटो। यता हेर्न सक्नुहुन्छ माथिबाट कति दामी लुकाइरहेछ होइन। सो अब जाम तल। के होस् राम्रो छ यो। यतिको भइदियो भने लाइफ चिल। आजको ब्लग राम्रो भयो। सो यो घर यहाँ एउटा तपाईँ देख्न सक्नुहुन्छ। यो पनि एउटा उसले डिजलले चल्ने एउटा ऊ बनेछ, सानो ट्र्याक्टर जस्तो। यो कुल्ने हो। अझै धेरै कुराहरू छ। अनि हाम्रो ट्रेडिसनल चुल्हा पनि यहाँ छ एउटा, हेर्न सक्नुहुन्छ मेरो पछाडि यो चुल्हा पनि छ। यता अझै एउटा झुलुवा पनि छ। हो झुलुवा, नाइस। झुलुवामा झुल्न मिल्छ भने म झुल्छु। एउटा झुलुवा पनि छ, हेर्नुहोस्। यहाँ झुलुवा पनि छ। यो दसैँको बेलामा यो ओनरको फ्यामिलीहरू यहाँ रमाइलो गर्न आउनुहुन्छ। यो झुलुवा हेर्न सक्नुहुन्छ तपाईँ, राम्रो झुलुवा छ। यसमा म एकछिन झुलेर पनि तपाईँले देखाउनु छु। भयो कि मोबाइल कता राखौँ न, राख्छु, केही छैन। म एकछिन झुलेर पनि देखाउँछु कस्तो छ। यो पुरै उसले बनेको छ। ओ नाइस, आई लभ दिस। ओ दामी, आई लभ। राम्रो लाग्यो। मैले झुलेर पनि देखेँ, निकै नै रमाइलो भयो। अनि भित्र धेरै बोटहरू पनि छ, यहाँ हेर्न सक्नुहुन्छ। धेरै पुरै ग्रिनरी। उता आँप छ, अम्बा छ, यता डिफ्रेन्ट भेराइटीको फुलहरू पनि छ होइन। सागसब्जी छ, राम्रो छ। सो आजको लागि यति नै मिनी ब्लग जस्तो भयो। थ्याङ्क यू, सपोर्ट गर्नुहोला। आउने दिनमा अझै ब्लग पनि हाल्नेछु। सो लभ यु गाइज, बाई, टेक केयर, थ्याङ्क यू।